हेलो गाइज नमस्ते। आज हामी कक्षा 11 को द सेल्फिश जाइन्ट भन्ने कथालाई नेपालीमा समराइज गरेर सुनाउन गइरहेका छौँ। सर्वप्रथम राइटरको छोटो परिचय दिनुपर्दा अस्कर वाइल्डको जन्म 1854 मा भई उनको मृत्यु 1900 मा भएको थियो। आयरल्यान्डका प्रसिद्ध लेखक, नाटककार र कवि हुन् उनी। उनी आफ्नो सुन्दर भाषा, व्यङ्ग, कल्पनशीलता र गहिरो नैतिक सन्देशका लागि प्रसिद्ध छन्। उनका कथाहरू सरल देखिए पनि भित्र मानवीय मूल्य, प्रेम, दया र नैतिक शिक्षा लुकेका हुन्छन्। द सेल्फिश जाइन्ट जस्ता कथा मार्फत उनले स्वार्थ र निस्वार्थको फरक स्पष्ट रूपमा देखाएका छन्। एक समयको कुरो हो, एउटा ठुलो र बलियो दानव यानि कि जाइन्ट हुन्छ। उसको एउटा सुन्दर बगैँचा थियो जहाँ हरियो घाँस, रङ्गीन फुल र फलफुलका रुखहरू थिए। दानव लामो समयसम्म बाहिर गएको बेला छिमेकका बालबालिकाहरू त्यो बगैँचामा आएर खेल्न थाले। बगैँचा उनीहरूको हाँसोले झन् रमाइलो बन्थ्यो। तर एक दिन दानव फर्केर आयो। बालबालिकालाई आफ्नो बगैँचामा खेलिरहेको देखेर ऊ धेरै रिसायो। उसले चिच्याउँदै भन्यो, यो मेरो बगैँचा हो, यहाँ कसैलाई आउन अनुमति छैन। उसले अग्ला अग्ला पर्खाल बनाएर चेतावनी लेख्यो। डराएर बालबालिकाहरू सबै भागे। त्यसपछि अचम्मको कुरो भयो, दानवको बगैँचामा बसन्त कहिल्यै आएन। सधैँ हिउँ, चिसो हावाहुरी मात्र रह्यो। बाहिर सबै ठाउँमा बसन्त आए पनि दानवको बगैँचा भने सधैँ सुनसान र चिसो रह्यो। दानव एक्लो र दुखी भयो, तर कारण बुझ्न सकेन। एक दिन बिहान दानवले झ्यालबाट हेर्दा अचम्मको कुरा देख्यो। पर्खालमा प्वाल पारेर बालबालिकाहरू फेरि बगैँचामा आएका थिए। जहाँ जहाँ बालबालिका थिए त्यहाँ रुखहरूमा फुल फुलेको थियो। तर एउटा सानो केटा भने रुख चढ्न नसकेर रोइरहेको थियो। त्यो देखेर दानवको कठोर हृदय पग्लियो। दानवले बुझ्यो, मैले स्वार्थी भएर बालबालिकालाई रोकेँ, त्यसैले बसन्त आएन। उसले पर्खाल भत्कायो, बालबालिकालाई बगैँचामा खेल्न दियो र सानो केटालाई आफै रुख चढाइदियो। त्यस दिनदेखि बगैँचामा सधैँ बसन्त र खुसी रहन थाल्यो। दानव अब दयालु र मायालु बनेको थियो। वर्षौँ बित्यो, दानव बुढो भयो, तर त्यो सानो केटा फेरि कहिले देखिएन। एक दिन दानवले बगैँचामा फेरि त्यो केटालाई देख्यो। केटाका हात र खुट्टामा घाउका चिन्हहरू थिए। दानवले दुखी हुँदै सोध्यो, तिमीलाई कसले चोट दियो? केटाले मुस्कुराउँदै भन्यो, यी चोटहरू प्रेमका चिन्ह हुन्। त्यो केटा वास्तवमा स्वर्गबाट आएको बालक रहेछ। उसले दानवलाई भन्यो, आज तिमी मेरो बगैँचामा आएको छौ, यो नै स्वर्ग हो। त्यही दिन दानव शान्तिपूर्ण मरेको देखियो र उसको शरीर फुलले ढाकिएको थियो। यो कथाको मुख्य सन्देश भनेको चाहिँ स्वार्थले दुःख ल्याउँछ, दया र प्रेमले जीवनमा खुसी ल्याउँछ भन्ने हो। आई होप तपाईँलाई स्टोरी हेल्पफुल भयो होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।